यस ट्युटोरियलमा कुनै पनि स्थानको कोअर्डिनेट कसरी पिक गर्ने कसरी लिने भन्ने कुरा हामीले हेर्छौं। जस्तै हाम्रो कुनै स्थानको कोअर्डिनेट लिनुपर्ने छ, जस्तै अत्तरियाको कोअर्डिनेट लिनुपर्ने छ भने सर्चमा गएर हामीले अत्तरिया हान्छौं र यसरी आइसकेको लोकेसन क्लिक गरिसकेपछि हामी अत्तरिया भन्ने ठाउँ खोज्छौं। कहाँनिर हामीले जुन पिन पोइन्ट लिनुपर्ने छ उक्त पिन पोइन्टको कोअर्डिनेट हामीले लिनको लागि उक्त स्थानमा जान्छौं र यसरी गइसकेपछि पिक कोअर्डिनेट्समा क्लिक गरेर उक्त स्थानको हामीलाई चाहिएको स्थानको चाहिँ हामीले कोअर्डिनेट लिन सक्छौं। मानौ हामीले खोजेको स्थानको कोअर्डिनेट हामीले खोजेको स्थान चाहिँ यो रहेको छ भने हामीले यहाँनिर चाहिँ क्लिक गर्छौं र यो क्लिक गरिसकेपछि हामीले उक्त स्थानको कोअर्डिनेट डेसिमल डिग्रीमा र डिग्री मिनेट सेकेन्डमा र जीआर समेत हामीले यसरी हेर्न सक्छौं। यसैगरी हामीलाई चाहिएको अर्को नेक्स्ट पोजिसनको कोअर्डिनेट लिनुपर्ने छ भने मानौ यो पोजिसनको लिनुपर्ने छ भने यहाँ क्लिक गर्छौं, यो स्थानको लिनुपर्ने छ भने यहाँ क्लिक गर्छौं, यो स्थानको लिनुपर्ने छ भने यहाँ क्लिक गर्छौं। यसरी हामीलाई चाहिएको स्थानको कोअर्डिनेट डेसिमल डिग्रीमा, डिग्री मिनेट सेकेन्डमा र जीआरमा हामीले हेर्न सक्छौं। यसैगरी हामीले सिलेक्सन टुलको प्रयोग गरेर पनि हामीले पोजिसन खोज्न सक्छौं। जस्तै प्रदेशमा सुदूरपश्चिम, जिल्लामा कञ्चनपुर र पालिकामा शुक्लाफाटा र वार्ड नम्बर 4 हामीले सेलेक्ट गर्यो भने वार्ड नम्बर 4 मा म्याप जान्छ र वार्ड नम्बर 4 भित्र पनि कुन स्थानको कोअर्डिनेट लिनुपर्ने छ हामीले उक्त स्थान यसरी खोजेर उक्त स्थानमा गएर उक्त स्थानको चाहिँ हामीले कोअर्डिनेट लिन सक्छौं। मानौ यो स्थानको हामीले कोअर्डिनेट लिनुपर्ने छ भने पिक कोअर्डिनेट अन गर्छौं र अन गरिसकेपछि यो स्थानमा क्लिक गर्छौं र यो स्थानमा क्लिक गरिसकेपछि लेफ्ट साइडमा हामीले डिग्री मिनेट सेकेन्ड डेसिमल डिग्री जीआरमा हामीले कोअर्डिनेट हामीले यसरी हेर्न सक्छौं। यसैगरी हामीसँग कुनै स्थानको कोअर्डिनेट छ भने उक्त स्थानको कोअर्डिनेट हामीले यसमा राखेर उक्त स्थान चाहिँ कहाँनिर पर्छ नक्सामा भन्ने कुरा हामीले हेर्न सक्छौं। त्यसको लागि इनपुट कोअर्डिनेटमा गएर हामीसँग कुन कोअर्डिनेट छ, डिग्री डेसिमल डिग्री छ भने डेसिमल डिग्री हाल्छौं, यसरी डिग्री मिनेट सेकेन्ड छ भने डिग्री मिनेट सेकेन्ड हाल्छौं र हालिसकेपछि गो टु लोकेसनमा जान्छौं। जस्तै हामीसँग ल्याटिट्युड 28 डिग्री छ, लङ्गिट्युड 20 डिग्री 49 मिनट 0.42 सेकेन्ड छ र लङ्गिट्युड 80 डिग्री 21 मिनट 44 सेकेन्ड इस्टिङ छ भने गो टु लोकेसनमा क्लिक गरिसकेपछि यसरी हामीले कोअर्डिनेट इनपुट गरिसकेपछि उक्त इनपुट गरेको कोअर्डिनेट नक्सामा कहाँनिर पर्यो भन्ने कुरा हामीले यसरी हेर्न सक्यौं।